कसरी येल्लो पहेँलो पहेँलो येल्लो येल्लो पहेँलो हुन्छ क्या पहेँलो क्या सुन कलर परेछ है गोल्डन पहेँलो निकाल न त्यो कफी होइन है ल कफी कफी होइन है होइन गोल्डन भनेको गोल्डन पहेँलो निकाल न त्यो कफी होइन है ल कफी कफी होइन है हेलो गाइजहरू हामी चाहिँ कलर एक्सचेन्ज गेम खेल्दैछु ट्रेनिङ चाहिँ गइसक्यो भए पनि हामीलाई खेल्न धेरै इच्छा है हामीले चाहिँ त्यही भएर सामान लिएर आएको छु ए मेरो यहाँ ल अब कुन मलाई चाहिँ कलर होइन आफ्नो कलर भन्नु भइहाल्यो हुन्छ अरू कलर भन्ने त हो तपाईँ हेर्नु न रातो छ है म पहिला रेड रेड होइन सब वाटर टिक निकाल्नु पर्यो नि टिक पार्नु न अनि अन्त यति र म नरिसाउनु भयो सेदाले किन रिस उठ्यो होला है रेडी पसिन न दे त ल रेडी 1 2 3 गो मेरो खाने मिल्ने थियो एउटा यो बेगरीको म्याचलाई एकदम इम्पोर्टेन्ट थ्याङ्क यू ल एउटा मलाई अब अझै यो सिन्दुर यहाँ न अब अनि पालो ओरेन्ज 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 मेरो त सुरुमै बेच्नु हुनु पर्यो अब होइन के अलरेडी हुन्छ तर म्याच चाहिँ कसैको नहुन्छ ल ल यता नै हेर्नु ओरेन्ज छैन पहिला पहिला होइन है त्यसको साथमा तपाईँले गोल्डन पनि ल्याएको है कोला वान मेरो गोली पनि छ 1 2 3 गो आ दिदी लाग्यो हेरेर मैले आधा टिक लिएको दादा यस्तो भन्छ यो के दिने दिने यो तपाईलाई कति राम्रो छ त यो चाहिँ मलाई ए यो चाहिँ किन हो ओरेन्ज कलर तर एउटै कलर नभए अनि तपाईले खादा नि तपाईँहरूले कुन चाहिँ लाग्छ यो यता गर्नु न यो यता गर्नु कस्तो राम्रो वाउ ब्युटिफुल अच्छा अब रे आफ्नो चाहिँ छिटै अब त्यो मान्छे छिटो गोल्डन रेडी गोल्डन कसरी येल्लो पहिलो पहिलो येल्लो येल्लो पहिलो हुन्छ पहिलो सुन कलर कस्तो परेछ है गोल्डन पहिलो निकाल न त्यो कफी होइन है ल कफी कफी होइन है होइन गोल्डन भनेको सुन के लु मैले 1 2 3 गो वाला गोल्डन भनेको के बोलेर एउटै कलर लिएर आइछ क्या हो यो त नि येल्लो मेरो त सुन कलर भन्छ नि ल त्यही अहिले हेर्नु लागि हुन्छ आई मिस यु कति नम्बर ल्याएर लगाएर चाहिँ के हो यो हे खोल्नु न अहिले नलाउने बस्यो ल ल मन नलाउनु ल म कोटी लिएर जान्छु र मिस यु त मेरो अहिले पनि मिस गरेर हुन्छ आँखामा हाल्यो क्या हो है मोती मोती रहेछ मोती यति ल दुईटा भयो मलाई कतिले छ ल अब सँगसँगै म त दिन्छु अबे कतै न मेरो त छैन खानु पर्छ थ्याङ्क यू गाइस ल दिनु पालो नलाउनु दिदी यो कपडामा चाहिँ है अब पिङ्क कलर कति नै एकछिन रेडी कति नै मलाई रेडी छ मेरो रेडी छ रेडी 1 2 3 गो वाउ ब्युटिफुल राम्रो छ तपाईँलाई यो पानी छ पानी छ अब यो मलाई आवश्यक पर्दा तिम्रो पालो ग्रीन ल ग्रीन भनेको घाँस कलर होइन ग्रीनमा त मेरो ग्रीन के छ भन्ने मान्छे चाहिँ छैन तपाईँले भने आउँदैन रेडी 1 2 3 गो मेरो त पछि यो 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 मसँग छ सेम यही छ रुमको दादालाई लगाउ दादालाई मसँग छैन थ्याङ्क यू सो मच सेफ्टी पनि गर्नु भएछ मैले धन्य यो नलिएर किनभने यो त घरमै होला भन्नु मेरो पालो कि मेरो पालो सेतो रेडी यो चाहिँ मैले मिसाएर लिएर चाहिँ रेडी मैले बाहिर ल्याएको सेतो मिसाएर अघि नै न 1 2 3 गो गो होइन न रनवेदा गो गर्मीमा अवश्य पसन्द बच्चा पनि छ यो मैले एउटा अगाडि दिनु जुन हैन यो लुन्दा दुध हो गाई चिनी चाहिँ नबिड्या दुध हैन दही हो दही कि दुध हो ए दुध त अनि खाँदैन होला मैले यो चाहिँ कसलाई लिनु भने बाहिर लिनु जुन लिने कुन लिने मेरो त्यस्तो छ यो मेरो बुढा आवश्यक परिरहेको त्यो टक्कै तपाईँ भित्र त्यो त टक्कै गर्दिनु यहाँ चाहिँ दुईटा देला नि कति एउटा काट्यो अब के रे अब कस्तो पालो रे तपाईँको निकाल हो यसको जोडी छ रे काट्नु लाग्यो लाग्दैन यो हो ए हो यो अहिले म चाहिँ सक्दिनँ रेडी ब्ल्याक रेडी
अन्त अलिक ठुलो के ल्याएको त ठुलै छ क्या हो हेर्नु हुँदैन त्यसको साटो मार्क गर न कालो पनि छैन कालो केही पनि छैन रेडी 1 2 3 रेडी 1 2 3 गो दुईजना एउटा लिएर के यो अनि कालो अघि मेरो छोराले हुन्छ ब्ल्याक मार्क्स यसले उयो डेड स्किनहरु निकाल्छ मेरो छैन तर मेरो नन्दको चाहिँ कालो छैन कसै त अब मेरो कालो मेरो भाइ आफ्नो साउन्ड छुटाउने है ब्लू ब्लू अब ब्लू भने त्यो स्किन ब्लू स्किन ब्लू स्किन कलर त त्यो ब्लू कलर मेरो हेर्नुस् यस्तो छ स्काई ब्लू ल रेडी अब भाषा नहाल्नु न एकछिन ल 1 2 3 गो वाह निकाल्नु न के भिडियो बाक्स तपाईँ दिलाउन त आमा भइसक्यो थ्याङ्क यू सो मच यहाँ फेरि याद गर्नु है एउटा ठुलो एउटा सानो तपाईँलाई बचपन भएन नि त त्यही भएर उहाँलाई चाहिँ छोरी मेरो फेभरेट के त भन्छ एउटा अबे मास त बिहान क्या हो यो कुन चाहिँ कुन ठुलो कुन सानो यो ठुलो यो सानो यो त हुँदैन मैले ब्लू 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 यहाँ है यस्तो हेर्नु त यहाँ लाइन यस्तो मा लाइन हुँदैन नि यो सानो हुँदैन यो त कुनै पनि हुँदैन यो हुँदैन यो किन कागो भनौँ ट्याक्कै मेन रोडमै त्यो यतिर मेरो अब कस्तो पाला रे अब बुहारी पालो तपाईँ मैले स्किन ब्लू भने ल साबन त पर्पल पर्पलको सट्टामा त मेरो त अर्कै भयो अब व्हाइट र पर्पल लाग्छ व्हाइट त सबै सक्यो एकछिन दियो अब कतिवटा कलर बाँकी छ दुईटा हो दुईटा मात्रै लागि छ पर्पल पर्पलको ठाउँमा हेर हुन्छ पर्पल र ग्रे कलर छ है मेरो छैन के जुन नि 1 2 3 गो अनि पर्पलको ठाउँ थियो मेरो छैन एउटा 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 मुख धुने लगाउने स्किन केयर गर्ने हो साथीहरू है थ्याङ्क यू सो मच र फुलको माला निकाल्ने निकाल्नु काट्नु मलाई मैले किन ल्याएको थिएँ अब जसले भने एउटा एउटा कागज लिएर आउँछ किनकि मैले स्किन लाग्यो सेट ल्याउँछ र सबै बजारमै थ्याङ्क यू सो मच दिदी अब ग्रे कलर है अन्तिममा चाहिँ लास्ट है अब हामी लास्टमा यो कसको के रहेछ मेरो ग्रे कलर किन पाएन कि मैले अर्कै कलर छ रेडी गाइस रेडी लास्ट है लास्ट रेडी 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 ल किन न कति पुग्यो त है लास्ट छैन रेडी ल 1 2 3 गो छैन कि मेरो ल बुढाबुढी बुढाबुढी आज मैले ड्युटी लिएर आएको मैले बस बजेर मैले भेटेन नि रास है मलाई मन पऱ्यो लिएर बुढाबुढी यो चाहिँ अब कस्तो बिहेमा लाउनु त यो रामहरूको भात खानु लगाएर हुन्छ ल सक्यो सक्यो फाइनली हाम्रो गेम सकिएको छ अब टिकटमा आउँछ अगाडिको दन्ताहरूमा टिका होला हाम्रो हाम्रो धेरै भयो 500